मैले पावरको मिसयुज गर्थे गृह मन्त्रालयमा भने त्यो पावरको मिसयुज गरेको कुरा, त्यो पावरको मिसयुज मैले गरेको कुरा मेरो निर्णयमा, मेरो अदालतको प्रक्रियामा देखिनुपर्ने थियो त। म त केही पनि भइन। म त एकैछिनमा उपप्रधानमन्त्री रहेन, गृहमन्त्री रहेन, म त एकैछिनमा सांसद रहेन, म एकैछिनमा पार्टी सभापति रहेन, म एकैछिनमा पार्टी सदस्य रहेन, म एकैछिनमा नेपाली पनि रहेन, केही पनि रहेन। मैले प्रभावित पार्न सक्दो रहेछु। के प्रभावित पारे मैले? मलाई सचिवजीले मन्त्रीज्यू हजुरको फाइल छ के गरौँ भन्दा मैले उहाँलाई, उहाँको मनमा हरि छ भने उहाँलाई सोध्नु होला कुनै दिन, मलाई भन्नु मलाई यो नदेखाउनुहोस्, तपाईँको विवेक प्रयोग गर्नुहोस्, तपाईँलाई जे लाग्छ त्यही गर्नुहोस्, यसमा मैले हेर्न मिल्दैन। मैले चाहेको भए अदालतले भनेको चिज त्यो फाइल मैले नपठाइदिएको भए, प्रहरीलाई नपठाइदियो भने डिले हुन सक्थ्यो नि। कहीँ कतै केही प्रभावित गरिन, त्यो उहाँहरूलाई कुनै दिन तपाईँले सोध्नु होला। 74 सालको निर्वाचन लगत्तै सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएका निर्वाचन सम्बन्धी 15 थान मुद्दा मध्ये 5 वटा मुद्दा मात्रै अहिले अन्तिम टुङ्गो लागेको छ। बाँकी मुद्दा संसदको कार्यकाल सकिँदा पनि टुङ्गो लागेको छैनन्। भारतीय नागरिकता लिई नेपालमा प्रतिनिधि सभा भन्न पुगेको दाबीसहित सिरा 2बाट निर्वाचित सुरेन्द्र कुमार दास विरुद्ध दुर्गानन्द चौधरीले 20 फागुन 74 मा सर्वोच्चमा रिट दिएका थिए। तर यो संसदको कार्यकाल सकिँदासम्म पनि त्यो मुद्दाको सुनवाई भएको थिएन। किन मुद्दाको सुनवाई त हाम्रो दिनुपर्ने हुन्छ, हाम्रो त पटापट सिध्याइदिनु पर्ने हुन्छ नि, अनागरिक बनाउनको लागि सिध्याइदिनुपर्छ। तर केही बात छैन श्रीमान, तपाईहरुको आदेश सिरो पर्छ। भुइँमा खरानी भएछु भने त्यही खरानी भएर पनि उठ्न तयार छु। जबसम्म नेपाली जनताको मनभित्र बस्न सकिन्छ, कसैले कहीँबाट हटाएर कोही पनि मान्छे हट्दैन। मेरो प्रयास त्यही नेपाली जनताको मनभित्र बस्ने प्रयास हो। म यसमा निरन्तर लागिरहन्छु। टन्नै छ नेपाली कांग्रेसका संघवासका उम्मेदवारको एउटा निर्वाचन सम्बन्धी पुनः मतगणनाको माग त्यतिकै पेन्डिङ छ। भगवती चौधरी भर्सेस विजय कुमार गच्छदारको मतगणनाको माग त्यही छ। प्रदेशसभा सदस्य निर्वाचन तनहुका मुद्दाको पेन्डिङ त्यही छ। फारूकोटाबाट आदिवासी जनजाति समूहमा आएका अमृता देवी अग्रहरीको सबै पेन्डिङ छ। मुद्दा चल्दा चल्दै सभामुख र मन्त्री भएका छन्। मैले भनिरहनु पर्छ र? हरेक चिज रहेको छ भने कन्फ्लिक्ट अफ इन्ट्रेस्टको व्याख्या मैले मात्र ध्यान दिनुपर्ने हो र?